What's that? Hello everyone, welcome back to my channel. If you are new to this channel, hi, my name is Dawa अनि आज म मुकबाङ 2026 को फर्स्ट मुकबाङ भिडियो लिएर आइसकेको छु अनि मेरो खानामा छ बन्दा आलु अनि दाल भात अनि मैले माथि घिउहरू पनि छर्केको थिएँ एकदम मिठो भयो जस्तो हो किनकि बास्ना कस्तो मिठो आइरहेछ अनि म यो मुकबाङ भनेको अब खाने भिडियो त हो नि अनि यो खाएर देखाइहाल्छु अनि तपाईँहरू मेरो युट्युबमा नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब सबै गरिदिनु होला अनि थ्याङ्क यू सो मच अहिलेसम्म सपोर्ट गरिदिनु भएकोमा अनि फेरि पनि भिडियोहरू हाल्दै गर्छु हजुरहरूले हेर्दै गर्नु होला अनि सधैँ सर्वदा सपोर्टहरू लाइक सेयर सब्सक्राइब सबै गरिदिनु होला अनि थ्याङ्क यू म सुरु गर्छु ल फर्स्ट बाइट दाल यहाँ छ खाना त एकदम मिठो दिइरहेछ खाना चाहिँ मेरो मम्मीले बिहानै पकाएर जानुहुन्छ कि आफ्नो ड्युटीमा जानुहुन्छ नि त अनि बिहानै पकाएर छोड्नुहुन्छ अनि हामी आएर चाहिँ तताएर खाने हो अनि अझै पनि मिठो हुन्छ फ्रेस त हो बिहान पकाएको अनि मेरो यो 2026 को फर्स्ट मुकबाङ भिडियो हो नि त अनि कस्तो हुन्छ मलाई थाहा छैन अनि आई होप धेरै राम्रो हुन्छ मिठो 빨라! 시간 지나! 이거. अनि मैले युट्युबबाट चाहिँ 1-2 महिना जति ग्याप लिएको थिएँ सोचिरहेको थिएँ अप्रिल मेतिर नि सुरु गर्छु फेरि युट्युब च्यानल भनेर अनि पछि फेरि नयाँ थट आयो कि अब 2026 लागिसक्यो अनि 2026 मा अब सुरु नगरेर अनि अप्रिल मे त्यतिखेरसम्म किन कुर्ने भने जस्तो फिल भयो अनि त्यही भएर सुरु गरिदिएँ 미쳐 쌀이다 쌀 म फेरि थप्छु ल खाना त सक्यो अब म फेरि थप्छु मैले अघि अलि धेरै त हालेको थिएँ तर पनि मिठो भयो नि म हाल्छु त्यो
पाउन कान्छी मैले खाना थपेको है फेरि अब दाल त थपिनँ दाल र तरकारी र भात मात्र थपेको अनि मासु रे के अरे चटनी पिरो कि पिरो अनि म अब गम मोसेर खान्छु फर्स्ट बाइट होइन सेकेन्ड ट्रिपको फर्स्ट बाइट Okay.